2021 भन्दा अगाडि म घरभन्दा बाहिर थिएँ कि घरभन्दा बाहिर भन्नुको मतलब म काठमाडौँ थिएँ अनि मम्मी ड्याडीको घर चाहिँ झापा। अनि म काठमाडौँ चाहिँ किन त भन्दाखेरि चाहिँ मेरो फिल्म मेकिङ प्रति म भनौँ न क्वाइट फेसिनेटेड थिएँ कि फिल्म मेकिङ प्रतिको फेसिनेसनले गर्दाखेरि चाहिँ म काठमाडौँसम्म तानिए के भनौँ न फिल्म मेकिङले मलाई काठमाडौँसम्म डोर्याएको थियो कि अनि त्यही सिलसिलामा फिल्म मेकिङकै सिलसिलामा आफ्नो विविध चिजहरू विविध जर्नी त्यो चलिरहेको थियो कि अनि 2021 मा चाहिँ एकजना मेरो असल मित्र भोपाल ऊ चाहिँ वैवाहिक जीवनमा बाँधिने भनौँ न होमिने निर्णय गरेको रहेछ क्या त्यतिखेर वैवाहिक जीवनमा उम्मिने अनि त्यही सिलसिलामा म पनि त्यो इभेन्ट भनौँ न त्यो फङ्सनको लागि एटेन्ड हुनलाई 2-4 दिनको लागि भनेर काठमाडौँबाट झापा आएँ। अनि उसको फङ्सनमा एटेन्ड भइसके पश्चात के 2-4 दिन म घर बसाइको मेरो सिलसिला थियो नि त अनि त्यो सिलसिलामा चाहिँ त्यो घर बसाइको दौरान चाहिँ एउटा यस्तो मेरो लाइफमा यस्तो भनौँ न एउटा घटना भनौँ एउटा लाइफको एउटा जर्नीको दौरान एउटा यस्तो इन्सिडेन्ट भइदियो के जस्तो कि हाम्रो फ्यामिली भनौँ न हाम्रो फ्यामिली चाहिँ दे वर कम्पेल्ड के टु एडमिट मी टु सेन्ड मी टुवर्ड्स रिहेबिलिटेसन के त्यतिकै त रिहेबिलिटेसन हाल्ने कुरो त हुँदैन नि त दे वर कम्पेल्ड नि त किनकि त्यो बेला मेरो मेरो बिहेभियरहरू चाहिँ त्यो क्वाइट म एडिक्ट भइसकिसकेको थिएँ कि कुनै सब्सटेन्स प्रति अनि त्यो सब्सटेन्सको एडिक्सनले गर्दाखेरि चाहिँ मलाई को अकरिङ्स पनि हुन लागेको थियो कि भन्नुको मतलब साइकोसिस काइन्ड अफ भनौँ न यो त्यसरी डायग्नोसिस भएको थिएँ म त्यो टाइम त्यो पिरियडमा प्यारानोइड के पुरै यो छोडिदिने कुरा मलाई नजिकबाट चिन्ने नभनौँ जान्ने बुझ्नेलाई थोरै धेरैलाई थाहा छ यो कुराहरू त्यो थियो। खेर म त्यो कुराहरूको बारेमा सेयर गर्नलाई भन्दा पनि पछिल्लो समयमा आफ्नो पर्सनालिटी भनौँ न क्वाइट रिजर्भ नै छ कि म रिजर्भ छु कि क्वाइट इन्ट्रोभर्टेड भइरहेको छु कि मेरो व्यक्तित्व चाहिँ इन्ट्रोभर्ट काइन्ड अफ बन्दैछ क्या अनि 2021 देखि अब अहिले त 2026 अगस्त कति भइसक्यो नि त आज 18-19 कति तारिक भइसकिसक्यो म 2021 देखि रिहेबिलिटेसनबाट जब निस्केँ 3 महिनाको प्रोग्राम एटेन्ड गरेर निस्केदेखि म यो रुममा छु कि पर्टिकुलर यही रुम हो होइन यही रुम हो यही रुममै छु म स्टिल अहिले पनि रुममै छु 5 वर्ष बितिसक्यो। साथी कहाँ छ साथी अब त्यही भनौँ न त्यही साथीहरूले बिहे भइसक्यो कहाँ बच्चा भइसक्यो के भइसक्यो अहिले हाम्रो कनेक्सन छैन म खासै किनकि सोसियल मिडियामा एक्टिभ नभएको धेरै समय भएको थियो नि त लङ टाइम भइसकेको थियो म थोरै अहिलेको पिरियड चाहिँ 2-4 दिन कति हप्ता यो हुन्छ नि यो ड्युरेसनमा चाहिँ म अलिकति एक्टिभ जस्तो भइरहेको छु इन अर्डर टु ब्ला ब्ला होइन अनि त्यो तरिकाले अहिले म एक्टिभ भइरहेको छु र मेरो कनेक्सन छैन मैले मेसेज गरेको छुइनँ उताबाट पनि मेसेज भएको छैन मेरो कोहीसँग पनि त्यसरी गफगाफ भएको छैन म जस्ट भिडियो पोस्ट गरिरहेको हुन्छु कि अहिले अनि त्यो भइरहेको छ भनौँ न। मलाई मम्मीले खाना खाने बेलामा बोलाउनुहुन्छ कोठे राजा भन्न लाग्नुभएको छ क्या हिजो आज चाहिँ कोठे राजा मेरो नाम चाहिँ मम्मीले चाहिँ कोठे राजा राखिदिइसक्नु भएको छ कि कोठामा भक्कु भएर कोठाको चाहिँ राजा जस्तो हुन्छ नि कोठामा बस्ने यस्तै कोठे अब यो
यसलाई अब आइसोलेसन भनौँ या रिट्रिट भनौँ या सोलिट्युड जो वाट एभर जेसुकै नाम दिँदा पनि भयो। यो किन कसरी आफ्नो ठाउँमा छ त्यो कुराहरू यो पार्ट अफ द प्रोसेस हो क्या। अनि म यसरी छु यो जर्नीको दौरान मलाई यो खासै यो कुराहरूमा आफ्नो बारेमा सेयर गर्न म खासै के भन्ने त्यसलाई अनकम्फर्टेबल फिल भएको पनि होइन, तर म आफै चाहन्न क्या म आफ्नो बारेमा एक्सप्रेस गर्नलाई चाहिँ खासै मलाई रुचि लाग्दैन, त्यही भएर म एक्सप्रेस गर्दिनँ आफ्नो बारेमा। तर आज केही कुराहरू सेयर गर्नलाई चाहिँ मन लाग्यो भनौँ न, यो मेरो चोइस नै हो। चोइसै हो भनौँ न। मैले अघि नै सुरुमै पनि भनिसकेँ नि त, म काठमाडौँ फिल्म मेकिङप्रति आर्ट्सप्रति भनौँ न फेसिनेटेड भएर चाहिँ काठमाडौँ गएको थिएँ नि त। त्यहाँबाट मैले आफ्नो बारेमा केही कुराहरू भन्न लागेको थिएँ नि त होइन। कहाँ आर्ट्स कता फिल्म मेकिङतिर के इच्छा के चाहना के हुन्छ नि एउटा ड्रिम बोकेर हिँडेको मान्छे चाहिँ एउटा भनौँ न व्यक्ति चाहिँ यसरी अहिले कोठामा छु क्या म। 5 वर्ष बितिसक्यो। फिल्म मेकिङ फिल्म मेकर बन्नलाई हिँडेको क्या म। साँच्चै भन्दाखेरि मेरो ड्रिम त त्यही नै हो नि त, फिल्म मेकर बन्ने। वाह, फिल्म मेकिङ क्या। यो फाइल फिल्मकै रिलेटेड के छ, फिल्म मेकिङसँग रिलेटेड स्क्रिप्टहरूदेखि ब्ला ब्ला के छ के। यो आजभन्दा 2071देखि यतापट्टि 2070-73देखि यतापट्टिको फाइल हो। 2007 त्यहाँदेखिको फाइल हो क्या। यति वर्ष भयो यति रहिरहेको छ। म हिँडेको चाहिँ खासै ड्रिम बोकेर आर्ट्सतिर हो के। तर पछि यो पछिल्लो समयमा मलाई लाइफले भनौँ न मेरो चाहना थिएन क्या, मलाई होइन, मलाई थाहा छैन कि मलाई कहाँबाट यो के भन्ने हो क्वान्टम फिजिक्स, यो चाहिँ क्वान्टम साइन्स भनौँ न। अब पछिल्लो समय चाहिँ लाइफले मलाई यो रुममा बसालिदियो क्या। म बसिरहेको छु अझै। अनि आई वाज डेल्भिङ होइन यो क्वान्टम फिजिक्सतिर के। त्यहाँनिर डाइभ हानिरहेको थिएँ। अनि त्यही हान्ने चरणमा चाहिँ यस्तै कि ब्ला 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 छ नि त। अनि त्यहाँबाट फेरि कहाँ क्वान्टम फिजिक्सबाट मलाई यो हुन्छ नि साइकोलोजीतिर पुगिरहेको छु क्या। पुगिरहेको थिएँ कि साइकोलोजीप्रति पनि। अब यो क्वान्टम फिजिक्स त्यहाँबाट फेरि क्वान्टम फिजिक्स रिसर्च गर्दै त्यहाँनिर डाइभ हान्दै यो कहाँ कसरी के मलाई पनि थाहा छैन आफै पनि साइकोलोजीतिर पुगेँ क्या। म साइकोलोजीको विषयमा पनि अहिले यसरी खोज्दै बसेको भनौँ न। म क्युरियस भएर बस्न थालेको पनि पार्टिकुलर्स यो साइकोलोजी मात्रै पनि साइकोलोजी भनौँ न यही विषयमा होइन। मैले यो रुममा बसेको पनि 1-1.5 वर्ष भयो होला। 2021देखि यता बिचको टाइम यतापट्टि क्वान्टम फिजिक्स हुँदाहुँदै साइकोलोजी। यो प्रायः सबै यो माथिको यो चाहिँ टु डु लिस्ट हो। त्यहाँदेखि मुनिको सबै यो कपीहरू चाहिँ साइकोलोजीको त डिफ्रेन्ट ब्रान्चहरू छ नि त होइन। डिफ्रेन्ट पर्सपेक्टिभहरू छ क्या साइकोलोजी पनि। साइकोलोजीभित्र पनि मल्टिपल डिसिप्लिन्सहरू छन् क्या। भन्नुको मतलब यसको ब्रान्चेसहरू छ क्या, आफ्नो ब्रान्चहरू छ नि। त्यो आफ्नो ब्रान्चको आफ्नो कपीहरू हो यो चिजहरू हो क्या। अनि आज 2026 आजको दिन है, आज कति तारिक हो? आज 22 तारिक हो अगस्त। आज म दिउँसो साइकोलोजीकै विषयमा नै केही कुराहरू सोचेर बसिरहेको थिएँ भनौँ न। केही कुराहरू कन्टेम्प्लेट गरिरहेको थिएँ भनौँ न, चिन्तन गरिरहेको थिएँ, इन्ट्रोस्पेक्सन भनौँ त्यसलाई। त्यो गरिरहँदाखेरि फेरि आज एउटा यस्तो ठाउँमा पुगेर म फेरि क्वान्टम फिजिक्समै गएर म फेरि ठोकिएँ भनौँ न। ठोकिएँ होइन, म यहीँ पुगेँ क्या। हुन चाहिँ साइकोलोजीमा डाइभ हानिरहेको थिएँ। म साइकोलोजीको विषयमा अनुसन्धान गरिरहेको थिएँ। म त्यहाँनिर नै चिन्तन गरिरहेको थिएँ साइकोलोजीकै कुनै एउटा एस्पेक्टहरू भनौँ न। तर म फेरि अब के भएको यो फेरि हेर न, साइकोलोजी हो क्या। म त्यो विषयतिर म खोजिरहेको छु नि त, त्यहाँ छु नि त म। तर त्यहाँनिर यो चिज छ क्या, क्वान्टम फिजिक्स छ क्या त्यो साइकोलोजीमा
साइकोलोजीमा क्वान्टम फिजिक्स छ क्या। मलाई चाहिँ यसले मेरो दिमागको यतिखेर चाहिँ आएर चाहिँ माबेन भएको छ क्या दिमाग चाहिँ। के भन्ने यार, कस्तो के भन्ने अब। क्वान्टम फिजिक्स खोज्दै जाँदाखेरि साइकोलोजी भित्र खोज्दै जाँदाखेरि फेरि घुमेर फेरि क्वान्टम फिजिक्स चाहिँ, अनि यही क्या आर्ट्स के भन्ने, आर्ट्स खोज्दै गए क्वान्टम फिजिक्समा पुगे, क्वान्टम फिजिक्स खोज्दै गए साइकोलोजीमा आइपुगे, साइकोलोजी खोज्दै गइरहेको छु फेरि क्वान्टम फिजिक्समा पुगिरहेको छु होइन। यो गोल गोल घुमिरहेको छ के, यो चक्कर चाहिँ गोल गोल घुमिरहेको छ कि लाग्छ एकअर्कासँग यसरी इन्टर रिलेटेड छ नि यो चिजहरू, यस्तो इन्टर कनेक्टेड छ, यस्तो कम्प्लेक्स छ यो चिज चाहिँ। मैले सेयर गर्न खोजेको चिज चाहिँ यो हो क्या, मेरो व्यक्तिगत मेरो आकाशको विषयमा भन्दाखेरि पनि मैले सेयर गर्न खोजेको चिज चाहिँ यही चिज हो कि प्याटर्नहरू हो। यो प्याटर्नलाई चाहिँ सेयर गर्न खोजेको हो क्या खास चाहिँ। यो नेचरको एउटा यो जे छ नि, यो जे छ नि, जे पनि यो चिजको बारेमा सेयर गर्न खोजिरहेको एउटा यस्तो प्याटर्न छ यो नेचरमा नि, यो त्यही चिज छ क्या हरेकमा के। यस्तरी यो बुनिएको छ नि यो चिजहरू, यस्तो कनेक्टेड छ नि, मानौ एक सिक्काको दुई पाटो जस्तै छ क्या यो चिजहरू चाहिँ। यो आर्ट्स यो साइन्सहरू हुन्छ नि, हेर्दाखेरि चाहिँ सेपरेट जस्तो लाग्छ, भिन्दै जस्तो लाग्छ क्या, डिभाइडेड छ जस्तो लाग्छ। तर समग्रमा एज अ होल के कोहेरेन्टली हेर्ने हो भने चाहिँ यो एक सिक्काको दुई पाटो भइदिन्छ क्या। यस्तो कन्ट्राडिक्सन या प्याराडक्सिकल हुन्छ क्या, प्याराडक्स जस्तो हुन्छ नि, प्याराडक्स के प्रायः यो चाहिँ यहाँ कन्ट्राडिक्सन भन्छ नि, यो कग्नेटिभ डिजोनेन्सहरू भन्छ साइकोलोजिकल टर्ममा। तर यो भइदिएको त्यही हो क्या, प्याराडक्स के भन्ने कुरो बुझ्यो होला नि त। मैले यो कुराहरू भन्न खोजेको हो, सेयर गर्न खोजेको हो कि प्याराडक्सको विषयमा। यो एउटा नेचरको एउटा यस्तो चिज छ यहाँनिर, प्याराडक्सिकल छ के, घुमेको गर्छ क्या, घुमेको के हो कता हो क्या, यताबाट के भन्ने त्यसलाई यो चिज के। अब कसरी डिफाइन गर्ने यो चिजहरू, कसरी बुझाउने। नेचरको यो खेल छ क्या एउटा हरेक चिजमा, त्यो क्वाइट प्याराडक्सिकल छ क्या यो चिजहरू। जति बुझ्नतिर लाग्यो त्यत्तिको के भन्ने यार, मसँग यसको शब्दै छैन क्या, कन्ट्राडिक्टिङ छ क्या। एकतिर बसेर हेर्दाखेरि अर्कै थोक देख्छ, अर्कोतिरबाट हेर्दाखेरि अर्कै थोक देख्छ क्या त्यो चिज। कस्तो छ क्या यो चिजहरू, यस्तो छ नि, यस्तो छ। अब यो अघि मैले भनौँ न साइकोलोजीको के विषय हो भन्दाखेरि चाहिँ साइकोलोजीकै ट्रान्सफर्मेसनसँग रिलेटेड, ट्रान्सफर्मेसन भन्नु रूपान्तरणको विषयमै चिन्तन गरिरहेको थिएँ कि म। जस्तो कि एउटा कोही एडिक्ट, अघिल्लो समय कोही एउटा एडिक्ट छ अरे भनौँ त्यो मान्छे अलिकति र म यसरी बुझौँ यो कुरालाई चाहिँ, रत्नकार काइन्ड अफ छ अरे, त्यो चाहिँ रत्नकार हो अरे कि। पछि ऊ चाहिँ रत्नकार जस्तो थियो अरे, अनि पछि गएर ऊ चाहिँ वाल्मिकीमा रूपान्तरण भयो नि त। तर रत्न कस्तो के भन्न खोजेको भन्दाखेरि चाहिँ यो रत्नकार अनि वाल्मिकी, यो त यो कहाँ रत्नकार कहाँ वाल्मिकी होइन त। रत्नकार र वाल्मिकीको क्वालिटिजहरू चाहिँ भनौँ न, क्वालिटी कस्तो छ त, उहाँहरूको एट्रिब्युट्स भनौँ न कस्तो छ त, उहाँहरूको चाहिँ त्यो टेन्डेन्सिजहरू चाहिँ भिन्न छ नि त रत्नकार र वाल्मिकी त, होइन र। भन्नुको मतलब एउटा हिजोको दिनमा म एडिक्सनमा फसेको व्यक्ति, दलदलमा फसेको व्यक्ति, फोरी व्यक्ति हो नि त। अनि त्यही फोरी व्यक्ति चाहिँ भोलिको दिनमा गएर सोबर भयो, सोबर भइसकेपछि त के त भन्दाखेरि चाहिँ त्यही एउटै व्यक्ति हिजो सोबर पनि, हिजो फोरी पनि थियो, रत्नकार पनि थियो, त्यही एउटै व्यक्ति फेरि गएर चाहिँ वाल्मिकीमा रूपान्तरण भयो नि त। त्यही व्यक्ति उइने हो के, उइनेको हो त रत्नकार हो, अनि उइनेको हो त वाल्मिकी हो के। यो डिप छ यो चिजहरू यसरी बुझाउनलाई भन्दाखेरि नि। भन्नुको मतलब एउटा क्वान्टम फिजिक्समा पनि यही एउटा कन्सेप्ट छ भनौँ न। कन्सेप्ट के भन्छ त्यसलाई भन्दाखेरि वेभ पार्टिकल डुअलिटी भन्छ, सुपरपोजिसन भन्छ, यो विविध छ क्वान्टम फिजिक्समा पनि। यही चिज त्यहाँ छ क्या, यो साइकोलोजीको यही चिजहरू यो भास्ट हुन्छ यो कुराहरू। कुनै अर्कै भिडियो बनाउनुपर्छ यो कुराहरूलाई उ गर्नलाई त, यो बहुत डिप छ बा, यो दिमाग खराब हुन्छ यो चिजहरू। तर प्याटर्न उही छ क्या, त्यही चिज छ क्या, त्यही चिज छ क्या, एउटा यस्तो चिज छ नि, एउटा यस्तो चिज छ, त्यो त्यही चिज सबैमा छ क्या,
सबैमा छ क्या, हरेक चिजमा छ क्या त्यो चिज। यी कुराहरू चाहिँ मलाई दिमाग मेरो गोल गोल चक्कर घुमिसकिसकेपछि चाहिँ अनि मलाई यो कुरा सेयर गर्नलाई चाहिँ मन लागेको हो क्या। यो प्याटर्न हुन्छ नि, एउटा प्याटर्न छ। यो मैले के भनेर त यसको ब्रिफ मात्रै यो चिजहरू मैले यो बुझाउनै सक्दिनँ। यो चिज पक्का यो पनि कुरा हो, क्लियर हो। यो बुझाउन गाह्रो छ, यो टफ छ एकदमै, यो यसरी नै भनेर। एउटा प्याटर्न के, त्यो प्याटर्न त्यो चिज छ क्या त्यो चिज सबैमा छ क्या हदसम्म छ क्या त्यो चिज। नेचरमा गएर न, नेचर त्यही चन्द्रमा होइन त, होइन चन्द्रमाको एउटा फेज छ कालो औँसी के, कालो डार्क साइड के, स्याडो के, अनि अर्को साइड छ एकदम ल्युमिनस के, एकदम ब्राइट साइड छ के। तर त्यो दुइटै साइड चाहिँ कसको त भन्दा चन्द्रमाकै हो क्या। फेरि त्यो दुइटै साइड चन्द्रमाकै हो नि त, होइन? त्यो डार्क पनि त्यो ब्राइट पनि चन्द्रमाकै हो नि त, होइन? त्यो डरलाग्दो पनि चन्द्रमै हो, त्यो मनमोहक पनि चन्द्रमै हो नि त आफ्टर अल, होइन त? तर कस्तो भन्दाखेरि चाहिँ एउटै जग्गा चाहिँ भनौँ न, एउटै जग्गामा उज्यालो, एउटै जग्गामा अँध्यारो चाहिँ फेरि नहुने के। एकतिर उज्यालो हुन्छ, एकतिर अँध्यारो हुन्छ क्या फेरि। तर एउटै जग्गामा चाहिँ भन्नुको मतलब एउटै टाइममा एउटै व्यक्ति रत्नकार अनि एउटै व्यक्ति वाल्मिकी बन्दैन क्या। कि त ऊ रत्नकार हुन्छ, कि त ऊ वाल्मिकी हुन्छ क्या। कि त उसले दिन देख्छ, कि त उसले रात देख्छ क्या। नेचरले यसरी डिभाइड गर्दै स्प्लिट गरिदिन्छ क्या रियालिटी। एउटा होल रियालिटीलाई चाहिँ त्यो चिजलाई चाहिँ यसरी स्प्लिट गराइदिन्छ नि, त्यो यसरी स्प्लिट गराइदिन्छ। म एकतिर बस्नेले चाहिँ म 180 डिग्री मात्रै देख्छु के, म त आधाको पार्ट मात्रै देख्छु के। अन्त आधा पार्ट चाहिँ मबाट हिडन रहन्छ क्या, हाइड एन्ड सिक खेलिदिन्छ क्या नेचरले यहाँनिर भन्न खोजेको। जे कुरो मैले देखिरहेको छैन यताबाट 180 डिग्री साइडबाट यता नर्दर्न हेमिस्फियरमा बसेर, अनि मैले नदेखिरहेको कुरा चाहिँ साउदर्न हेमिस्फियरमा बसेको अर्को व्यक्तिले चाहिँ देखिरहेको छ क्या। तर जे उसले देखिरहेको छैन मैले देखिरहेको छु क्या। त्यो चिज चाहिँ भन्नुको मतलब मैले देखेको उसले देख्दैन, उसले देखेको मैले देख्दिनँ के। डिफ्रेन्ट रियालिटी क्या। तर एकै टाइममा म दिन देख्दिनँ भने उसले दिन देख्छ, मैले रात देख्दिनँ भन्ने उसले रात देख्छ के। यो बहुत छ यार, कसरी भन्ने यो चिजलाई, कसरी भन्ने यो चिजलाई। हामी अहिले हामी सिन्देको लागि झापामा छौँ अहिले, राइट नाउ है। अहिलेको टाइममा रात परिरहेछ भनेपछि अहिले हामी तारा देख्छौँ क्या राति। यतिखेर हामी के देख्छौँ, आकाशमा तारा देख्छौँ। तर यहाँको अपोजिट साइडमा बस्ने मान्छेले, कतै अर्को साइडमा बस्ने मान्छेले यतिखेर उसले घाम देखिरहेको छ के। तर हामी के देखिरहेको छैनौँ, हामी घाम देखिरहेको छैनौँ। उता बस्नेले तारा देखिरहेको छैन। भन्नुको मतलब यहाँ यसरी रियालिटी यहाँनिर स्प्लिट हुन्छ, आधा भइदिन्छ क्या, आधा भइदिन्छ के। हामी आधा मात्रै देख्छौँ के। कि त यो देख्छौँ, कि त त्यो देख्छौँ, कि त त्यो देख्छौँ, कि त यो देख्छौँ। त्यो दुईमा के, त्यो डुअलिटी थियो नि त, डुअल थियो नि, त्यो डुअलमा चाहिँ आधा मात्रै देख्छौँ के, पूर्ण देख्दैनौँ के। भन्नुको मतलब यही फोन पनि अहिले हाम्रो यो हातमा फोन छ नि, यो फोनको हामी पूर्ण रूपमा यो फोनलाई देख्नै सक्दैनौँ के। अगाडि अहिले हामीले स्क्रिन साइडमा बसेर यो कुराहरू सुनिरहेको छौँ, हेरिरहेको छौँ भने यसको अपोजिट साइडमा हामीले देखिरहेकै छैन कि, हिडन छ क्या यही चिज। बाहिर नजाउँ, कतै नजाउँ, रियालिटी यस्तो भइदिन्छ कि आधा मात्रै देख्छौँ क्या हामीले, आधा मात्रै हामी पर्सिभ गर्न सक्छौँ कि। हाम्रो अर्को साइड चाहिँ यो रियालिटीको होल भनौँ न, आधा साइड चाहिँ हामीबाट के हुन्छ, त्यो कुरा हिडन भइदिन्छ कि। नेचरले यस्तो खेल खेलिरहेको छ कि। नेचरमा एउटा यो कुरा चाहिँ एकदमै छ के, यी छ त। कसरी देख्ने पछाडिको साइड, देखिँदैन के, देखिँदैन के। तर यो फोन त पूर्ण छ नि त, यो फोन त आफैमा त पूर्ण छ नि त। उतापट्टि हामीले नदेखे पनि त्यसको हामीले नदेखेको साइड पनि त एक्जिस्ट त गरिरहेको छ साइमल्टेनियसली, अर्को स्टेट पनि, अपोजिट साइड पनि त छ नि त। तर हामी चाहिँ एक साइड मात्रै देख्छौँ के। यो चाहिँ बहुत भास्ट छ यो एकदम। यो मैले यो यति यो मैले भन्दाखेरि यो के भन्ने सजिलो जस्तो सुनिएको होला लाग्छ होइन, तर यो यति भास्ट छ। यो खोज्दै जाँदाखेरि कन्ट्राडिक्ट हुन्छ क्या, कन्ट्राडिक्ट गर्छ क्या एकअर्कामा।
अनि हामीलाई साइकोलोजिकल एउटा स्टेट हुन्छ फेरि यहाँनिर कग्निटिभ डिजोनेन्स भन्छ क्या के हो भन्नेमा पुग्छौँ क्या हामी केही हुन्छ नि प्याराडक्सिकल एपियरेन्स हुन्छ क्या यो चिजहरू प्याराडक्सिकल लाग्छ यो चिजहरू दिमाग घुमाइदिन्छ दिमाग हल्लाइदिन्छ बसिरहेको ठाउँ नै के भन्ने यसलाई चोदिन्छ यार दिमागहरूले चोदिन्छ दिमागले दिमाग चोदिन्छ अब के भन्नु दिमाग नि दिमागलाई चोदिदिन्छ यसले मैले अघिसम्म जानिरहेको चिज मैले अघिसम्म बुझिरहेको चिज मैले देखिरहेको चिज छ नि त्यो नि हल्लाइदिन्छ क्या त्यसले अर्को रियालिटी देखाइदिन्छ क्या अर्को रियालिटी चोदिदिन्छ हाम्रो अन्डरस्ट्यान्डिङलाई यसले यस्तो चोद्छ नि हल्लाइदिन्छ क्या चोदिदिन्छ हौ के भन्ने त्यस्तो चिज छ क्या केही चिज